सर्वप्रथम त मेरो व्यक्तिगत तर्फ र बजुरेली एकता सेवा समाजको तर्फबाट तपाईलाई हार्दिक मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। तपाईहरु कतिपयले थाहा पाउनु भएको छैन होला, तपाईहरु कतिपयले हामीले जानकारी पनि गराउन सकेनौं। यसको लागि हामी आयोजक समिति एवं बजुरेली एकता सेवा समाज हेमाचिबाट चाहन्छु यो जानकारीको लागि आज हामीले सानो भए पनि हामीले यो कार्यक्रम राखेका हौं। फेरि पनि हामी आयोजक कमिटी सरी भन्न चाहन्छु। तपाईहरुलाई दिन सक्ने जति हामीले सम्मान, तपाईहरुलाई दिन सक्ने जति माया ममता दिन नसके पनि आफूले सके जति जुन हामीले आफूले तपाईहरुलाई दिन सक्ने जति आफ्नो क्षमता अनुसार पक्कै पनि तपाईहरुलाई मनोरञ्जन र तपाईहरुले हामी सम्मान पनि गर्नेछौँ पनि भन्न चाहन्छु। विशेष गरी हामी नेपालबाट परदेशिएका केही पनि रहरले होइन, जुन हाम्रा कलिला नानी बाबु दाग फुटेकी निस्केकी आमा, कपाल फुलेकी आमा, जुन पिँढीमा बसेर छोरा छोरीको बाटो हेर्दै बसिरहेका ती आमा बाबुहरूलाई थोरै भए पनि खुसीको मुस्कान दिन र हाम्रा अधुरा र अपुरा सपनाहरू पुरा गर्न हामी परदेशिएका हौँ। त्यसैले चाहिँ हामी परदेशमा भए पनि जहाँ भए पनि हामी नेपाली हौँ। विशेष गरी हामी हाम्रो पहिचान, हाम्रो गौरवहरूको भन्दा दिदी बहिनीको मास एकदम बढी देख्दा मलाई हृदयदेखि गर्व लागिरहेको छ। किनकि यो बजुरेली एकता समाजको नेतृत्व पनि महिलाले गर्नुपर्छ भनेर तपाईहरुले मलाई आवाज उठाएर आज यो माइक्रोफोन तपाईहरुले मेरो हातमा दिनुभएकोमा म हृदयदेखि तपाईलाई धन्यवाद दिन चाहन्छु। मानव एउटा व्यक्तिको भण्डार हो, मबाट हरेक गल्ती कमी कमजोरी हुन सक्छन्। म भन्दा आजभोलि मेसेन्जरको दुनियाँ र लाइभ बेहुलाको दुनियाँ तपाईको साङ्गीतिक यात्रा सुदूर पश्चिमको पहिचान झल्काउन जुन सबैको मनमुटुमा, जुन सबैको मस्तिष्कमा, सबैको मोबाइल सेटमा, सबैको युट्युब च्यानलमा, सबैको तपाईँको टिभीमा पुग्न सफल भएकी आदरणीय प्यारी बहिनी लक्ष्मी साँझीलाई म आफ्नो अतिथिको सुभाषण ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। अच्छा यही रहेछ, ये है कलाकार। आज हाम्रो बहिनीलाई साथ दिनु, सपोर्ट दिनु। परदेशमा भए पनि हामीले हाम्रो बेहुला संस्कृतिलाई जोगाइराखौँ भनेर आफ्नो पहिरनमा हरेक ठाउँमा, हरेक सङ्घ सङ्गठनमा, हरेक दुखी पीडितको मुटुमा, हरेक गरिबहरूको मुटुमा, हरेक ऋणी आमा दिदी बहिनीहरूको आँसु पुस्न जुन उहाँहरू जन्मनु भएको छ, हाम्रै बाजुराले जन्माएकी आदरणीय दिदी रिता रेकाज्यूलाई पनि अतिथिको साटन गरिदिन हामी अनुरोध गर्दछौँ। त्यसै गरी आफ्नो पहिरनमा, बजुरेली पहिरनमा जुन हरेक ठाउँ ठाउँमा लाइभ बेहुलामा झल्किएर आफ्नो पहिचानहरू र आफ्नो संस्कारलाई झल्काउन सफल भएकी आदरणीय रमा विकज्यूलाई पनि अतिथिको सिंहासन ग्रहण गर्न अनुरोध गर्दछु। यसै गरी मलाई शासक रूपमा हाम्रै बाजुरा जिल्ला बडी मालिका बुढीगङ्गा नगरपालिकामा जन्माएका जुन पछाडिका युवा बाला बेहुला गहेत धेरैलाई बेहुलामा चर्चित उहाँले पनि आफ्नो स्थान ओगटिसक्नु भएको छ र धेरैको आँखामा हिँडिसक्नु भएको छ र धेरैको मन जितिसक्नु भएको छ। उहाँ यति टाढादेखि आउनु भएको छ कि दिदी तपाईँले अवसर दिनुभयो, हाम्रो बाजुराले एकता सेवा समाजलाई अवसर दिनुभयो भन्दै उहाँले आफ्नो कामलाई पनि मध्यनजर नगरेर आफ्नो कामलाई पनि ध्यान आकर्षण नदिएर उहाँ पनि आइसक्नु भएको छ। मेरो प्यारो भाइ आदरणीय हिन्दा देवीजीलाई पनि आफ्नो अतिथिको सिंहासन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अब त्यसै गरी मैले तपाईँहरूमा अतिथिको सिंहासन ग्रहण गरिदिनु हुन म विनम्र अनुरोध गर्दछु। यसै गरी हाम्रो स्वागत कार्यक्रम छ। स्वागत कार्यक्रम आजका अतिथि, आजका हाम्रा बेहुला भनेर चिन्नुहुने हाम्रा आदरणीय बहिनी लक्ष्मी संयोजक
वासुदेव उपाध्याय सल्लाहकार जीवन थापा सल्लाहकार खेमराज थापा सल्लाहकार